असारको बेला बेसीमा मकै कुर्न जाँदा, बाँदर झपाउन जाँदाका धेरै पलहरू अहिले पनि सम्झनामा छन्। बाँदर सधैँ आउँदैन थियो। बाँदर आएको बेला त बाँदर लखेट्नै पर्यो। बाँदर नआएको बेला चौतारोमा दिनभरि खेल्ने, भोक लागेपछि त्यही मकैबारीमा गएर हरियो मकै भाँचेर ल्याउने, दाउरा पाखाभरि जति पनि पाइन्थ्यो दाउरा बटुल्ने, आगो सल्काउने, मकै पोल्ने अनि मजाले खाने। मकैको त्यो स्वाद क्याम्प फायरमा खाएको भन्दा पनि मिठो, मोमो र पिज्जा भन्दा पनि आत्मीय, किनभने त्यसमा गाउँको माटोको गन्ध थियो, आफ्नै हातले भाँचेको मकैको गर्व थियो र दाजुभाइ दिदीबहिनी साथीभाइहरूसँगको हाँसो मिठिसिएको मिठास थियो। आगोको त्यो राप र मकैको स्वादले बाल्यकालको हृदयमा अमिट छाप छोड्यो। त्यो क्षणले गाउँको बाल्यकालको स्वाद, सामूहिक हाँसोको सम्झना र मकैको आत्मीयतालाई एकै ठाउँमा बाँधिदिएको छ।